नमस्कार सबैजनालाई। डालस टेक्सासमा अवस्थित राधा कालाचाँदजी मन्दिर अमेरिकामा रहेको एक प्रमुख हिन्दू तथा वैष्णव आध्यात्मिक केन्द्र हो। यो मन्दिर अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ अन्तर्गत सञ्चालन हुँदै आएको छ र यहाँ श्री श्री राधा कालाचाँदजीको आराधना गरिन्छ। कालाचाँद नामले भगवान श्रीकृष्णको श्यामसुन्दर स्वरूपलाई जनाउँछ र राधा रानीसँगको दिव्य प्रेमको प्रतीकको रूपमा यहाँका विग्रहहरू प्रतिष्ठित छन्। मन्दिरको वातावरणमा प्रवेश गर्ने बित्तिकै शान्ति, भक्ति र पवित्रताको अनुभूति हुन्छ, जसले भक्तजनलाई सांसारिक व्यस्तताबाट टाढा आध्यात्मिक चिन्तनतर्फ डोर्याउँछ। यस मन्दिरको स्थापना सन् 1980 को दशकमा गरिएको हो। समय क्रमसँगै यसले डालास क्षेत्रमा बसोबास गर्ने हिन्दू समुदायका साथै अन्य पृष्ठभूमिका मानिसहरूलाई पनि आकर्षित गरेको छ। यहाँ दैनिक रूपमा बिहानको मङ्गल आरतीदेखि साँझको सन्ध्या आरतीसम्म विभिन्न पूजा कार्यक्रमहरू सञ्चालन गरिन्छ। आरतीको समयमा घन्टी, मृदङ्ग, करताल र भजन कीर्तनको धुनले सम्पूर्ण वातावरण भक्तिमय बन्छ र मूर्तिहरूलाई प्रत्येक दिन फरक फरक रङ्गीन पोसाक र सुन्दर गहनाले सजाइन्छ, जसले मन्दिरको सौन्दर्यलाई अझै बढाउँछ। भक्तजनहरूले जप, ध्यान तथा कीर्तन मार्फत भगवानसँग आध्यात्मिक सम्बन्ध स्थापित गर्ने प्रयास गर्दछन्। राधा कालाचाँदजी मन्दिर केवल पूजा गर्ने स्थान मात्र होइन, शिक्षा र संस्कारको केन्द्र पनि हो। यहाँ नियमित रूपमा भागवत गीता, श्रीमद् भागवत र अन्य वैदिक ग्रन्थहरूको अध्ययन र अध्यापन हुन्छ। बालबालिकाका लागि संस्कार तथा कक्षा सञ्चालन गरिन्छ र जसमा उनीहरूलाई हिन्दू संस्कृति, नैतिक मूल्य र भक्ति योगका आधारभूत सिद्धान्तहरू सिकाइन्छ। युवाहरूको लागि विशेष आध्यात्मिक तथा नेतृत्व विकास कार्यक्रमहरू पनि आयोजना गरिन्छ, जसले आधुनिक जीवनशैली र आध्यात्मिकताको सन्तुलन कसरी मिलाउने भन्ने विषयमा मार्गदर्शन प्रदान गर्दछ। मन्दिरमा वर्षभरि विभिन्न धार्मिक उत्सवहरू अत्यन्त भव्य रूपमा मनाइन्छ। विशेष गरेर कृष्ण जन्माष्टमी यहाँको सबैभन्दा ठुलो पर्व हो, जसमा हजारौँ भक्तजन सहभागी हुन्छन् र त्यस अवसरमा विशेष सजावट र अखण्ड कीर्तन, नाटक, सांस्कृतिक कार्यक्रम तथा मध्यरातमा भगवानको जन्मोत्सव मनाइन्छ। राधाष्टमी, गौर पूर्णिमा, दिवाली, गोवर्धन पूजा, अन्नकूट लगायत पर्वहरू पनि उत्साहपूर्वक मनाइन्छ। यी पर्वहरूले समुदायलाई एकताबद्ध बनाउने महत्त्वपूर्ण भूमिका खेल्दछन्। राधा कालाचाँदजी मन्दिर डलासमा बसोबास गर्ने नेपाली, भारतीय तथा अन्य दक्षिण एसियाली समुदायका लागि आध्यात्मिक आश्रयस्थल हो। साथै विभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रमहरूका कारण यो मन्दिर अन्तर सांस्कृतिक संवाद र सद्भावको प्रतीक पनि बनेको छ। यहाँ आउने प्रत्येक व्यक्तिले शान्ति, भक्ति र सकारात्मक ऊर्जा अनुभव गर्ने गर्छन्। डालास क्षेत्रमा रहने जो कोहीका लागि यो मन्दिर दर्शन, ध्यान र अध्ययन र सामुदायिक सहभागिताको उत्कृष्ट स्थान मानिन्छ।